नमस्कार। स्वास्थ्य नै धन हो यो भनाइ त हामी सबैले सुनेकै होइन त, तर के साँच्चै स्वास्थ्य भनेको सबै किसिमको समृद्धिको जग हो त? आज हामी यही विषयमा अलि गहिरिएर कुरा गर्नेछौँ। ल सुरु गरौँ है त। हाम्रो आजको छलफलको केन्द्रमा एउटा प्राचीन तर एकदमै शक्तिशाली भनाइ छ, स्वास्थ्य सर्वार्थ साधनम। यसको मतलब के हो भने स्वास्थ्य नै त्यो साधन हो जसले सबै कुरा हासिल गर्न मद्दत गर्छ। यो सिर्फ एउटा भनाइ मात्रै होइन, यो एउटा यस्तो गहिरो सत्य हो जसले आजको हाम्रो कुराकानीलाई बाटो देखाउनेछ। आजको हाम्रो कुराकानीलाई हामी 5 भागमा हेर्नेछौँ। सुरुमा स्वास्थ्यको वास्तविक अर्थ के हो त्यो बुझ्नेछौँ। त्यसपछि यो कसरी हाम्रो प्रगतिको आधार बन्छ भन्नेमा जानेछौँ। अनि स्वास्थ्यका शारीरिक र मानसिक पक्ष, आजका चुनौती र समाधानहरू, र अन्त्यमा व्यक्ति अनि समाजको जिम्मेवारी के हो भन्ने बारे पनि चर्चा गर्नेछौँ। ल त्यसो भले पहिलो खण्डबाटै सुरु गरौँ। आखिर स्वास्थ्य भनेको के हो त? धेरैजसोले के सोच्छन् भने बिरामी नहुनु नै स्वस्थ हुनु हो, तर कुरा यति मात्रै होइन, यसको अर्थ त्योभन्दा धेरै गहिरो छ। वास्तवमा साँचो स्वास्थ्य भनेको शरीरसँग मात्र जोडिएको कुरा होइन। यो त एउटा यस्तो अवस्था हो जहाँ शारीरिक, मानसिक र सामाजिक तीनवटै पक्षमा पूर्ण रूपमा सन्तुलन हुन्छ। एक हिसाबले भन्दा यो हाम्रो शरीर, हाम्रो मन र हाम्रो सामाजिक सम्बन्ध बीचको एउटा सुन्दर तालमेल हो। कल्पना गरौँ त, एकातिर धन सम्पत्ति, मान प्रतिष्ठा सबै कुरा छ, तर अर्कोतिर स्वास्थ्य नै छैन भने के ती सबै चिजको केही अर्थ रहला र? पक्कै पनि रहँदैन। वास्तवमा जीवनको असली मजा त स्वास्थ्य भएर मात्र लिन सकिन्छ। ठिक छ, स्वास्थ्य महत्त्वपूर्ण छ भन्ने त बुझियो, तर यसले हाम्रो दैनिक जीवनमा जस्तै हाम्रो पढाइ, काम वा व्यवसायमा साँच्चै कस्तो असर पार्छ त? अब त्यसबारे कुरा गरौँ। हेर्नुस् त, चाहे कोही विद्यार्थी होस्, चाहे अफिसमा काम गर्ने कर्मचारी वा खेतबारीमा पसिना बगाउने किसान, राम्रो स्वास्थ्यको असर सबैतिर पर्छ। यो त मानौ सफलताको एउटा साझा सूत्र नै हो। यसलाई अझै सरल तरिकाले बुझौँ है। जस्तै एउटा स्वस्थ विद्यार्थीको ध्यान पढाइमा बढी केन्द्रित हुन्छ, दिमाग तेज चल्छ। त्यसैगरी एक स्वस्थ कामदारले काममा बढी ऊर्जा लगाउन सक्छ, नयाँ नयाँ आइडिया सोच्न सक्छ। अनि किसान वा व्यवसायको लागि त काम गर्ने क्षमता र आम्दानी नै उनीहरूको स्वास्थ्यमा निर्भर गर्छ। अब स्वास्थ्यको कुरा गर्दा यसका दुईवटा एकदमै महत्त्वपूर्ण पक्ष छन् जसलाई हामीले कहिल्यै छुट्याएर हेर्न मिल्दैन। एउटा हो शारीरिक स्वास्थ्य अनि अर्को हो मानसिक स्वास्थ्य। हेर्नुस्, शरीरलाई स्वस्थ राख्न के चाहिन्छ त्यो त हामीलाई थाहै छ। राम्रो सन्तुलित खाना, नियमित व्यायाम, पर्याप्त निद्रा, सरसफाइ। तर ठिक त्यसैगरी मनलाई स्वस्थ राख्न पनि केही कुराहरू चाहिन्छ, जस्तै सकारात्मक सोच, तनाव व्यवस्थापन गर्ने तरिकाहरू अनि ध्यान वा आराम। यी दुवैको महत्त्व बराबर छ। अनि यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यी दुई छुट्टा-छुट्टै कुरा बिल्कुल होइनन्। यिनीहरू त एउटै सिक्काका दुई पाटा जस्तै हुन्। जब शरीर बिरामी वा कमजोर हुन्छ, मन पनि दुखी हुन्छ। अनि जब मनमा धेरै तनाव वा चिन्ता हुन्छ, त्यसको असर सिधै शरीरमा देखिन थाल्छ। भनिन्छ नि, स्वस्थ शरीरमा नै स्वस्थ मनको वास हुन्छ। तर आजको यो भागदौडले भरिएको जीवनमा स्वस्थ रहनु आफैमा एउटा चुनौती हो, होइन र? हाम्रो वरपर यस्ता कैयौँ कुराहरू छन् जसले हाम्रो स्वास्थ्यलाई दिनदिनै जोखिममा पारिरहेका छन्। आखिर के हुन् त ती चुनौतीहरू? हो, यी हुन् आजको समयका हाम्रो स्वास्थ्यका प्रमुख दुश्मनहरू। बढ्दो प्रदूषण, अनियमित जीवनशैली, जङ्क फुडको चलन अनि मानसिक तनाव। यस्ता कुराहरूले हामीलाई थाहै नपाई भित्रभित्रै कमजोर बनाइरहेका हुन्छन्। त्यसमाथि विभिन्न कुलतहरू त छँदैछन्। अनि यी सबै चुनौतीहरूको नतिजा कस्तो छ त? एकदमै डरलाग्दो। मुटु रोग, मधुमेह, मोटोपन जस्ता समस्याहरू आजभोलि सामान्य जस्तै भइसकेका छन्। यहाँ देखाइएको तथ्याङ्क केवल सङ्ख्या मात्र होइन, यो हामी सबैको लागि एउटा गम्भीर चेतावनी हो। तर डराउनु पर्दैन, किनभने राम्रो कुरा के हो भने समाधान पनि हाम्रै हातमा छ। स्वस्थ जीवनतर्फको बाटो केही सरल तर निकै महत्त्वपूर्ण कदमहरूबाट सुरु हुन्छ, जस्तै स्वस्थ आहार अपनाउने, नियमित व्यायाम र योग गर्ने, हानिकारक कुराहरूबाट टाढा रहने र समय-समयमा स्वास्थ्य जाँच गराउने। अहिलेसम्म हामीले व्यक्तिगत स्वास्थ्यको बारेमा कुरा गर्यौं, तर के स्वास्थ्य भनेको व्यक्तिगत मामिला मात्रै हो त? होइन, यो त एउटा सामाजिक र राष्ट्रिय विषय पनि हो। अब हेरौँ, एक व्यक्तिको स्वास्थ्यले पुरै समाज र देशलाई नै कसरी असर गर्छ। यो प्रभावको श्रृङ्खलालाई हेरौँ न।
जब एक व्यक्ति स्वस्थ हुन्छ ऊ आफ्नो परिवारको लागि एउटा बलियो सदस्य बन्छ। जब परिवारहरू बलियो हुन्छन् तब समाज सक्रिय र उत्पादनशील हुन्छ र यस्तै सक्रिय समाजले नै एउटा बलियो र समृद्ध राष्ट्रको निर्माण गर्छ। यो त ठ्याक्कै डोमिनो इफेक्ट जस्तै हो। यहाँ हेर्दा यो फरक एकदमै छर्लङ्ग देखिन्छ। एकातिर एउटा स्वस्थ व्यक्ति आफ्नो परिवारको जिम्मेवारी पूरा गर्छ, समाजको लागि केही योगदान दिन्छ र राष्ट्र निर्माणमा सघाउँछ। तर अर्कोतिर अस्वस्थ हुँदा व्यक्ति परिवारको लागि बोझ बन्न सक्छ, समाजमा सकारात्मक योगदान दिन सक्दैन र निराशामा बाँच्न बाध्य हुन सक्छ। तर के यो सबै जिम्मेवारी व्यक्तिको काँधमा मात्रै थुपार्न मिल्छ त? पक्कै मिल्दैन। स्वस्थ नागरिक बनाउनु राज्यको पनि एउटा प्रमुख दायित्व हो, किनकि जबसम्म राज्यले राम्रो स्वास्थ्य सेवा, सफा वातावरण र सबैले सजिलै पाउने शिक्षा र उपचारको ग्यारेन्टी गर्दैन, तबसम्म एउटा स्वस्थ समाजको कल्पना मात्रै कल्पना रहन्छ। र अन्त्यमा हामी घुमिफिरी फेरि त्यही मूल कुरामा आइपुग्छौँ। पैसा, पद, प्रतिष्ठा यी सबै कुराहरू त कमाउन सकिन्छ, तर एकचोटि गुमेको स्वास्थ्य फिर्ता पाउन भने निकै गाह्रो हुन्छ। त्यसैले त भनिएको हो, स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन हो। त्यसो भए आजको कुराकानीबाट हामीले के बुझ्यौँ त? पहिलो, स्वास्थ्य प्रकृतिले दिएको उपहार हो, यसको सुरक्षा गर्नु हाम्रो पहिलो कर्तव्य हो। दोस्रो, स्वास्थ्य जीवनशैली अपनाउनु व्यक्तिगत जिम्मेवारी हो। तेस्रो, राम्रो स्वास्थ्य नै हाम्रा सपना र कर्तव्य पूरा गर्ने आधार हो। र सबैभन्दा महत्त्वपूर्ण, स्वस्थ मानिसले नै स्वस्थ राष्ट्र बनाउँछन्। र अब जाँदा जाँदै एउटा प्रश्न सबैको लागि छोडेर जान्छु। एउटा स्वस्थ समाज बनाउनको लागि हाम्रो आफ्नो भूमिका के हुन सक्छ? यही प्रश्नमाथि सोच्दै गर्नुहोला। आजको लागि यति नै। नमस्कार।